सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। व्हाट्सअप गाइज, वेलकम बैक टु माई युट्युब च्यानल होइन, जिआरएस ब्लग। आज चाहिँ होइन हामी यता कन्टेन्ट केही पनि छैन। कन्टेन्ट भनेकै आज हाम्रो स्कुलमा प्रोग्राम छ। हामी होइन अब प्रोग्राममा जाँदैछौँ। हामीले भर्खर 2079 एसई ब्याच हो होइन। अनि यहाँनिर हाम्रो केटाहरू छ अगाडि, ऊ पर एकजना पनि आउँदैछ होइन। अनि केटाहरू सबैजना गएको, नयाँ नयाँ बहिनीहरू हेर्न गएको। हामी चाहिँ त्यो हेर्न गएको होइन। अनि अब इन्ट्रो त्यस्तै भइगयो होइन। भ्लग पनि अब त्यस्तै धेरै महिना पछाडि हालेँ मैले। अगाडिको भ्लगहरू सबै डिलिट गरेँ होइन, किनभने म त्यतिखेर अब भर्खर 10मा थिएँ। अनि एसई दिनको लागि तयारीमा थिएँ नि त होइन। अनि हात पनि अब भाँचिहाल्यो राम्ररी होइन। एसई पनि दिन पाइनँ, कम्तीमा 3टा नभए 4टा मसिनहरू लागिहाल्छ दागी होइन। त्यस्तै छ। अब अगाडि हामी जाँदैछौँ होइन। अगाडि चाहिँ मैले भेटेँ एकजनालाई, हाम्रै साथी हो यो पनि होइन। पालो पिलो आउँदैछ केटाहरू, यहाँनिर 4जना चुतिया भेला भइसक्यो। अब अर्को 2जना पनि आउँछ होइन। अब स्कुल पनि हामी आइपुग्न लाग्यौँ। बब्बाल बनाएको छ क्या हामीले छोडेपछि चाहिँ नि स्कुल चाहिँ। बाफरे यस्तै हाम्रो स्कुल चाहिँ होइन, एकदमै बब्बाल छ क्या। बास्केटबल पनि हालेको छ होइन, एकदम बब्बाल छ। अब स्कुलमै गएर भेटौँ हामीलाई होइन। वेलकम गर्नको लागि चाहिँ नयाँ नयाँ केटीहरू बसिरहेको रहेछ, बालै छैन होइन। जाने हो। ए बुनीहरू पो रहेछ त यार। केही छैन। अब स्कुल पनि छिर्न लाग्यौँ होइन। आमा हाम्रो पालिको वेलकम प्रोग्राम भन्दा बब्बाल गरेको रहेछ यार यसपालि त। दामी भइरहेछ क्या। छिरिसकेँ होइन। यहाँ अगाडि मैले सरलाई पनि देखिसकेँ, कस्तै ह्यान्डसम भएर बसिरहेको रहेछन् होइन हाम्रो सर। अब हामी चाहिँ टक्क होइन गेटमा आइपुगिसक्यौँ। अनि अब हामी होइन। मलाई चाहिँ प्रिन्सिपल सरले ओके युआर वेलकम भनेर आएको। मलाई त बालै छैन। म चाहिँ आज गाना पनि हान्दिनँ आँटेको छु होइन। कस्तो हामीलाई हेरेर मुसु हाँस्दिँदैछ हाम्रो सर यस्तो। अनि यहाँ 1 2 3 4 5जना केटाहरू छ। अनि ला ब्लगरहरू नमस्ते म्याम, हाम्रो म्यामहरू, हाम्रो बहिनीहरू। मैले मेरो सरलाई भेटेँ, मैले मेरो सरलाई भेटेँ। बब्बाल बनाएको छ त हौ अहिले त। के हो जुम न हो पङ्कज सर। गुड मर्निङ सर। मैले फेरि मेरो सरलाई भेटेँ होइन, अर्को हाम्रो प्यारो सर पङ्कज सरलाई मैले भेटिसकेँ। फेरि यहाँनिर होइन हाम्रो सर भेटेको छु मैले। सर आउनु यता, हाम्रो सर हो होइन। भाइको भ्लगमा 1-2 शब्द हालिदिनु न। हामी चाहिँ होइन अहिले यहाँ हाम्रो जिग्री दाइलाई होइन बाइक मागेर म अहिले मितालाई लिन जाँदैछु। अब मिताको घर भाङबारी हो होइन। मिता घाम छ यो, एक्लै भयो यार, आउन लिन भन्नु होइन। अब जे होस् आफ्नो मिता परिगयो, हामी जाँदैछौँ होइन। अब मितालाई लिएर आउने अनि सट्टपारामा प्रोग्राममा बस्ने होइन। उनीहरूले नाचेको हेर्ने, गएको हेर्ने, सबै हेर्ने। आफूले पास गरिहाल्यो होइन यो स्कुल। सकिसक्यो 10। अब के थाहा रिजल्ट 3टासम्म लाग्छ 4टासम्म लाग्छ भन्ने चाहिँ छ अब होइन। पेपर चेक गर्ने रहेछ अब हल्का दारू हानेर चेक गऱ्यो भने त अब A+ आयो नि। त्यो त सोच्नु पर्दैन नि। A+ आउँछ दारू हान्यो भने त। अहिले चाहिँ होइन चाबी झरेर तनाव भएर झन्न चाबी भेट्यौँ हामीले। बाइक पनि फेरि के खालको बाइक परेछ होइन। चाबी नै झर्तिर आएको क्या। फेरि स्टार्ट भएर हामी पर तामाङ चोक पुग्दिएको, यसो हेर्दा चाबी नै थिएन हौ अब फेरि होइन। झन्ड आयो स्कुल अगाडि, गेट अगाडि झरेको रहेछ, झन्ड भेट्यो। तपाईँ हामीलाई आज दाइले फेरि चाक भेटिहाल्यो होइन। अब चाहिँ हामी अब जाँदैछौँ होइन। लगभग 2-3 मिनट लाग्छ भाङबारी स्कुल हो।
अनि गर अनि म्यासेज गरेको छ बस्दै गर लुगा लाउँदै गर हामी दुईजना आउँदैछौँ तँलाई लिन भनेको छ ल ल भनौँ होइन अनि अब गइँदैछ अब गइन्छ चट्टापाडामा होइन त्यसलाई ल्याइन्छ अनि प्रोग्राममा बसिन्छ अनि हेरिन्छ होइन अब के हो भने नि तर मैले एउटा कुरा चाहिँ भन्नुपर्ने थियो क्या अहिले जति नयाँ भ्लगरहरू आइरहेको छ नि हामीले हाम्रो पुरानो भ्लगरहरूलाई बिर्सिरहेको छौँ क्या हाम्रो एमआरबी दाइ होइन मैले भ्लग गर्न भनेको उहाँबाटै इन्सपायर्ड भएको मैले भ्लग गर्न मैले लगभग एमआरबी दाइको भ्लग हेर्दाखेरि लगभग दाइको भ्लग त्यस्तै 30K देखि 50K भित्रसम्म सब्सक्राइबर थियो क्या एकदम म दाइको म ठुलो फ्यान हो क्या मनदेखि नै भन्छु होइन दाइको म यस्तो बिग फ्यान हो नि दाइ हामीले अनि हाम्रो राजकुमार हावा मगर होइन अहिले हाम्रो चल्तीमा आइराखेको हाम्रो रतन दाई होइन हामी नहेरौँ भन्दैनौँ क्या हामी हेर्छौँ होइन हाम्रो एमआरबी दाई हाम्रो राजकुमार दाई हाम्रो रतन दाई हाम्रो अनिल दाई होइन हाम्रो प्रदीप दाई सबैको भ्लग त एकै टाइममा आउने होइन नि त टाइममा आउँछ नि त होइन हामीले एकदम सपोर्ट हान्नुपर्छ क्या आफ्नै देशको मान्छेलाई सपोर्ट हान्न छोडेर हाम्रो इन्डियाको के अरे UK07 राइडर अनि अर्को सौरभ जोशी अर्को के त्यस्तोलाई सपोर्ट हान्दै बस्ने हो हामी भनेको आफ्नो देशकोलाई सपोर्ट हान्ने हो क्या हामी होइन अब के छ भने हाम्रो एमआरबी दाईबाट होइन नेपालको मलाई लागेसम्म फर्स्ट मोडको भ्लगर जस्तै लागिरहेको छ क्या मलाई एमआरबी दाई होइन एकदमै क्या म दाईको यस्तो ठुलो बिग फ्यान हो नि दाईलाई भेट्न स्कुल बङ हान्न रेडी भएको थियो क्या तर अलिकति के कुरा मिलेन र म त्यहाँ जान पाइनँ दाई अर्जुन धारामा पनि आउनु भएको थियो तर थाहा भएन त्यतिखेर होइन लङ्कामा आउनु भएको रहेछ दाई थाहा भएन हामीलाई एकदमै क्या अहिलेसम्म यस्तो भ्लगरहरूले होइन त्यो अब अलिकति सेलिब्रेटी क्या हुने बित्तिकै यस्तो हामीले त सपोर्ट गरेर अगाडि बढेको नि त होइन बिर्सिदिने क्या अब भेट्न गएँ म भेट्दिनँ घरमा आउँदाखेरि म बाटोमा हिँड्दा मात्रै भेट्छु जाँडा बिस्तारी कुदा न भन्ने क्या त्यस्तो होइन मेरो मामला गाईघाट होइन मोतीगढा छेउमा हो लगभग मेरो मामलादेखि 5 मिनट लाग्छ क्या पृथ्वी जोशीको घर पुग्न होइन म एकचोटि जाँदाखेरि म सानै हुँदाखेरि 6मा पढ्दाखेरि त्यसले साइकलमा कुदिराखेको हुन्थ्यो क्या बाटोमा होइन त्यतिखेर त भ्लग हेर्दिनँ थिएँ मैले लगभग भ्लग कहिलेदेखि हेर्न थालेको भने नि प्रदीप जोशीको लगभग त्यस्तै बेसी थिएन क्या सब्सक्राइबर होइन त्यति थिएन मैले त्यहाँ हेर्न थालेँ होइन अनि अब अलिकति सेलिब्रेटी भएपछि मैले अब दसैँको बेला भेट्न गएँ क्या अब होइन भेट्न गएँ अनि चट्टापाडामा गएँ त्यतिखेर दाई काठमाडौँमा थिएँ होइन ल मैले माने होइन काठमाडौँमा थिएँ लु अब भेट्न पाइनँ होइन अनि अस्ति एकचोटि मैले स्कुल छोडी मामला गएँ क्या मामला गएँ त्यतिखेर होइन त्यो इलामको भ्लग थियो क्या त्यो आठदेखि आएको क्या अनि सट्ट घर आएको थियो होइन अनि गएँ म भेट्न अनि चट्टापाडामा बाइक हेरेको त्यस्तै ध्वस्त भएर आइपुगिरहेको रहेछ अनि त्यस पछाडि अनि त्यो प्रदीप दाईको मम्मीले भाइ कहाँदेखि आउनुभएको भने अनि म झापादेखि आएको भने अनि यहाँ कता आउनुभयो भनेको यहाँ मामला आएको थिएँ म प्रदीप दाईलाई भेट्न आएको म दाईको एकदमै ठुलो बिग फ्यान हो भने होइन अनि त्यस पछाडि अनि अहिले नुहाउँदैछ अहिले नुहाइसकेपछि आउँछ नि भन्नु होइन अनि लगभग आधी घन्टा वेटिङमा बसेँ क्या म त्यहाँनिर आधी घन्टा वेटिङमा बसेँ अनि त्यस पछाडि त्यसको भाइ आयो भाइ हेरेको यति काले थियो नि यति काले त्यो आइफोन र गोप्रोले गोरो पारेको रहेछ क्या भाइ त लास्टै काले क्या अनि आयो होइन अनि त्यस पछाडि अनि कहाँदेखि आउनु भनेको झापादेखि भनेको अनि किन भनेको अनि तपाईँको दाइलाई भेट्न भने होइन ल म दाइलाई बोलाइदिन्छु भन्नु अनि ल त अब प्रदीपलाई भेटिन्छ फोटोसोटो खिचिन्छ होइन साउटआउट लिन्छ भने होइन नागपुरी के भन्नु भने मुनि आएर दाइले त म भेट्दिनँ बाटोमा हिँड्दा मात्रै भेट्छु घरमा आउँदाखेरि म भेट्ने होइन अरे क्या मलाई त अनि त्यही दिनदेखि मैले कहाँ हो छोडिदिएँ क्या सब्सक्राइब केही पनि हानिनँ क्या मलाई यति रिस उठ्यो नि सेलिब्रेटी भयो भन्दैमा यस्तो त्यस्तो गर्न पाइन्छ होइन हामीले नि त अब उतो गरेको नि सपोर्ट गरेर अगाडि बढाएको नि होइन अनि त्यस पछाडि अनि मैले छोडिदिएँ 1 महिना हेरिनँ होइन अनि त्यस पछाडि अनि फेरि के गर्नु होइन भ्लगर एउटा भने फेरि अनि हेर्न थालेर सब्सक्राइब गरेँ होइन तर यस्तो गर्नु हुँदैन क्या हामीले नि गरेर अगाडि बढाएको होइन हामी भेट्न जाँदाखेरि यताउता आउने गर्नुपर्छ क्या जे होस् होइन अनि
जे होस् मैले भन्न खोजेको जी हामीले हाम्रो पुरानो सब्सक्राइबर त्यो पुरानो हाम्रो मोटो भ्लगरलाई बिर्सिनु हुन्न क्या। नयाँ भ्लगर आयो भन्दैमा पुरानो भ्लगरलाई बिर्सिने होइन क्या। सबैलाई सपोर्ट गर्ने सबैलाई क्या। खास गरी इन्डियाको भन्दा बेसी नेपाललाई सपोर्ट गर्नुपर्छ क्या हामीले। त्यो इन्डियाकोलाई सपोर्ट गरेर के हो न त्यो हाम्रो देशको हो न त्यो कोही हो। हाम्रो एमआरबी दाई म एमआरबी दाईको टिकटकमा जाँदाखेरि मेरो हरेक कमेन्टको रिप्लाई दिन्थेँ क्या दाइले। रोयल भाइ भन्थे क्या मलाई। अब निकनेमै अब त्यो छ होइन जेमा पनि। अब त्यति खास गरी मेरो नामले कसैले चिन्दैन। सबै निकनेम त्यही हो मेरो होइन। सबैले बाटोमा भेट्दा नि अब आफ्नो दाइले त मलाई रोयल भन्छ। अब के गर्नु त अरूको कुरै सक्यो नि होइन। यही हो मैले भन्न खोज्ने। अब यहाँ मिताको घर पनि आइसक्यौँ होइन हामी। अब लिएर हामी पनि अब जाने स्कुलमा आइपुग्यौँ होइन। अब यसलाई लिएर अब चट्टपारामा हामी स्कुल चल्दिने। ओइ बारिस के कहाँ छेस्? मेकअप हान्दैछेस् कि क्या हो? मेकअप हान्दैछेस्? यहीँ मेकअप हान्दैछ यो चोर। आइज यसलाई टोक्दे त जा हान्दे। तपाईँ भिडियो कस्तो आयो? अगाडि गर हेर्नु। आयो काले आयो भाइ। काले पुरै एडिट हानिहाल्छु नि अहिले चाहिँ होइन। यसलाई लिएर मैले आइसकेँ। अब हामी अब होइन अहिले गाइज वेलकम टु माई ब्लग, वेलकम टु माई लाइफ गर्ल्स। अब चाहिँ हामी जाने होइन। अगाडि बाइक लिएर गयो। यहाँनिर बाटो बनाउँदै रहेछ अनि माथि रहेछ। मेरो फुल ड्रेस अप देखाइ चिन्नै पऱ्यो हामी होइन। ह्यान्डसम ग्याङ्स्टर साइन ओ टाट भाइ, ग्याङ्स्टर भाइ। त्यस्तो दुई थोपाले समुद्र बन्छ भनेको यही हो भाइ। 1 सब्सक्राइबर आउँदा नि ठुलो हो होइन। अस्ति मेरो 23 सब्सक्राइबर बढ्यो। अब म एकदमै खुसी छु। यसरी बढ्ने हो क्या बिस्तारी। यसरी आफ्नो देशको लागि सपोर्ट गरेर त अब 1 वर्ष पछाडिको त सेलिब्रेटी इन्टरभ्यू दिन जान्छु। इन्टरभ्यू भाइ तँलाई पनि लिएर जान्छु चिन्ता नगर्न। मेरो साइडमा के अरे अनित सुनारले लगेको थियो नि हो त्यो भाइ भाइरल हुन्छ। मलाई चिनेको छैन होला भ्लगमा। यस्तै हो केटाकेटीलाई कसैले चिन्दैन। यो ब्याग चाहिँ मेरो 1000 को लगाइछ। यस्तो देखाउँछ क्या यो के अरे कपडाको देखाउँछ। लेदरको मैले ल्याइनँ क्या भाइ। अल स्टारको कन्भर्स भाइ। गोल्ड स्टारको कन्भर्सहरू अल स्टार भन्दैछ। अब यस्तै छ के गर्नु त केटाहरू यस्तै हो अहिले। गोल्ड स्टार हेरेर चाहिँ यस्तै हो ल। अब चाहिँ होइन अब चाहिँ गाइज निस्केको हामी स्कुल चिक्सहरू भेट्न। हो भेट्नै निस्केको हामी। भेट्ने छैन। म चाहिँ लोयल हो यार एकजनासँग। हो लोयलै हो यो भाइ। लोयलै हो। म लोयल हो एकजनासँग। एकदमै लोयल हो। अहिले चाहिँ अब म कोहीसँग नि बोल्दिनँ, केटाहरूसँग मात्रै हो होइन। एकदमै लोयल हो। सक्छ त कसैले हामीलाई सक्दैन। अब 3-4वटा केटी त फ्याट लड्ने भयो त चस्माले त अनि बाफे। चस्मा चाहिँ मेरो होला गाइज, मेरो घरबाट उठाएको यसले। यस्तो ह्यान्डसम छु अनि आफ्नो मिताको घरदेखि चस्मा उठाउँदा के हुन्छ र होइन। तपाईँहरूले हाम्रो टिकटक हेर्नु भएको छैन भने म के भन्छ उयो त्यो लिङ्क डिस्क्रिप्सनमा हो त्यसमा म लिङ्क हालिदिन्छु। तपाईँहरू गएर होइन टिकटक हेर्न सक्नुहुन्छ। अहिलेको हामी होइन अर्जुन धाराको काजी पिकेडन दाले दोष यसलाई राइड हान्न देऊ नेलो भएको हाम्रो होइन पिकेडनको पार्ट 2 आउँछ। हामी लगभग भ्युज धेरै गयो भने पार्ट 2 पिकेडन बब्बाल छ। त्यो चाहिँ दाइले हाल्नु भएको छ होइन। हाम्रो जिग्री दाई अनु दाइले हाल्नु भएको छ। त्यो पनि म लिङ्क हालिदिनेछु हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी होइन तामाङचोक आइपुगिसक्यौँ। अनि यो भाइको फेरि होइन स्कुलमा हाम्रो स्कुलमा होइन ट्याक्स बेसी छ। फेरि ट्याक्सै एक्स छ यहाँ। मलाई सोधेको सोधैछ होइन मेरो कतिवटा एक्स आएको छ भन्दैछ। अब आएको होला नि 4-5वटा के त होइन। फेरि मिला जा सक्यो होइन। म लोयल हो एकजना। यही हो जिन्दगी। लोयल बसेर काम छैन भाइ। सबै भाइ एउटा जस्तो धोकेबाज भाइ एउटा मिन्छ नि लोयल बस्ने चक्करमा एक्लो भयो। भाइ लोयल भएर के पाइस्? धोका पाएँ मैले। त्यही हो नो लोयल। 4टा साइड 6 बनाउने होइन। एउटालाई भेट्न जाने, अर्कोसँग गवार्ने, अर्कोलाई भेट्न जाने। त्यही हो मेरो त। अलि ज्याम मात्रै स्ट्याङ छु नि मैले त होइन। गर्लफ्रेन्ड धेरै बनाएको होइन। नो लोयल साइड 6 मान्छु। यसले त मलाई अब होइन यस्तो ह्यान्सी
यस्तो ह्यान्सी भर्खर देखेको त्यो लगिहाल्यो क्या मलाई अबुई चोर भन्दा कम देखिएन क्या भाइ चोर। अब चाहिँ नि क्या गाई चोर कमेन्ट हालिदिनु त राय भाइ चोर देख्यो भनेर तेरो चोमुला 2 जनाले चोर देख्यो भन्ने होइन 100 जनाले एकजनाले कमेन्टमा आदि त हिरो भन्यो नि अँ। कान काटिदिन्छु हौ। ल भाइ ल यो कान काटिदिन्छु च्यालेन्ज दिएको तर भाइ यति कुरा याद राख अर्को एकाउन्ट बनाएर गर्दिन हो भन्न पाइएन ल ल ल त्यस्तो बिलाङ आदि भन्नु पर्यो क्या भाइ आदि अरे केटीहरूले केटीले मेरो केटीहरूले भन्नु पर्यो मेरो लिङ्क त अहिले देखेको छैन भाइ क आदि चाहिँ ह्यान्डसम भनेर केटीहरूले ल ल ल ल ल अब चाहिँ होइन स्कुल अब सिरिज चाहिँ किन मार्क्स लाग्यो सबले भाइहरू नाच्दा नाच्दै यहाँ गानै बन्द गरिदियो यार बिचमा लाइन गएछ बिल्ला भयो बसिरहेछ उहाँ भाइहरू म नाच्यो भने अहिले यहाँ सबजना कराउनु सो गाइज अहिले चाहिँ होइन प्रोग्राम सकेर लास्टै गल्यो होइन अनि घर आएर सुतेको थिएँ म अनि भर्खर उठेँ होइन अब आजको भ्लग चाहिँ यतिमै एन्डिङ हुन्छ होइन अब कन्टेन्ट केही पनि भएन अब जे गरे पनि हामीले नयाँ भ्लगर आयो भन्दैमा हाम्रो पुरानो भ्लगरहरूलाई बिर्सिनुहुन्न जोबाट हामी इन्सपायर्ड भयौँ होइन सबैको भ्लग हेर्नुपर्छ सबैलाई सपोर्ट गर्नुपर्छ एउटालाई गर्ने अर्कोलाई नगर्ने होइन होइन ल गाइज आजको लागि भ्लग यति नै छ सधैँ भ्लग हेरिरहनु होला माया देखाइरहनु होला अर्को भ्लगमा भेट्नेछौँ